सम्पूर्ण नमस्ते। यो चाहिँ हाम्रो डे 3 अनि आज चाहिँ हामी चाहिँ सिस्टरलाई फाइनल्ली एयरपोर्टमा गएर अब खाता सद्दा लाएर नेपालबाट टाटा बाई बाई गर्ने दिन आइसकेको छ। अनि हामीमा आज सेतु दाई पनि जोइन हुनुभएको छ। सेतु दाई हाई गरिदिनु। तपाईँलाई कस्तो अनुभूति भएको छ अब आज बहिनीलाई छोड्दै हुनुहुन्छ? तपाईँलाई छोड्दै सेतु दाईलाई छोड्दै सेतु दाईलाई भन्दैन न सेतु दाई एकदम रमाइलो पनि छ। रमाइलो छ। कहाँबाट नसोचेको 6 जना थियौँ हामी, कहाँबाट 2 जना बहिनी र यता दाई आइसक्नु भएको छ। अब हामीहरू ग्याङ बढी नसोचेको राजेनलाई छोड्दा 6 जना थियौँ भने बहिनीलाई छोड्दा 8 जना भयौँ। अब मलाई छोड्दा अहिले चाहिँ कतिजना हुने थाहा छैन। भाइलाई छोड्दा चाहिँ गाउँमै आउँछ कि यस्तो। ब्याक क्यामेराबाट देखाइरहेको छु। यहाँ 2 जना यहाँ हुनुहुन्छ, यहाँ अरूजना चाहिँ अरू यता सेटमा हुनुहुन्छ, यहाँ फुपू यहाँ हुनुहुन्छ। फुपू अब आज हामीले भदैनीलाई छोड्दैछौँ, तपाईँलाई कस्तो अनुभूति भइरहेको छ? भदैनीलाई यहाँबाट अब बिदाइ गर्दा नेपालबाट अब फेरि पछि अब 3-4 वर्षपछि त आउँछिन् भदैनी, त्यो पनि 3-4 वर्षसम्म आँखाबाट ओझेलमा। अब तपाईँलाई कस्तो अनुभूति भएको छ? अब त्यो ठाउँमा पाउँदा त मलाई त बहुत खुसी छु। खुसी? यति दुःख गरेर जाँदाखेरि यति दुःख गरेर भएन भने टाउको फुटाएर बल्ल बल्ल उहाँ जो पाइँदै जान पाउँदैन। म असलले जान्न, मलाई इङ्ग्लिस आउँदैन। I can talk in English, okay? मलाई इङ्ग्लिस आउँछ तर म जान चाहन्छु। यहाँ होटलको दाइले अब फुड सर्भ गर्ने बेला भइसकेको छ। टक्क लाएर किचनमा त एक्सेस हुँदैन नि त। अनि टक्क लाएर चाहिँ यति तरिकाले चाहिँ हामी देखायौँ। अब खानासाना आउँछ, खानासाना खाइन्छ। खाना खाएको चाहिँ नदेखाउनेलाई खाना खाएको नदेखाम, किन अरू मान्छेले फेरि यस्तो खाना कहाँ पाउँदो रहेछ भनेर सबै यहाँ आउँछन्, भिडियो आउँछ। तेरो भिडियो गराउँछन्। अहिले चाहिँ नदेखाम, पछि देखामला। पछि देखाउँला। पछि खानासाना खाएर भएपछि हामी फेरि भेटौँला। अनि त्यहाँबाट चाहिँ हामी यसरी एयरपोर्टतिर लागिन्छ के के हुन्छ सबै कुरा। काठमाडौँमा रोज होटलमा चाहिँ एकदम निकै नै राम्रो सर्भिस। हामीलाई चाहिँ हस्पिटालिटी वाब हस्पिटालिटी मन परेको छ। अनि रुमहरू पनि राम्रा छन्। अनि तपाईँहरू आएर चाहिँ चेक गर्न सक्नुहुन्छ। अनि अब हामी चाहिँ त्रिभुवन युनिभर्सिटी हेर्न आयो। त्रिभुवन एयरपोर्टमा गएर चाहिँ भेट गरिदिन्छौँ हामी। बाई 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 बाई। अहिलेलाई अहिले चाहिँ नदेखाउँ भन्दा पनि देखाउनु मन लाग्यो। कति राम्रो तरिकाले सर्भ भएको छ खाना चाहिँ यहाँ। अनि टक्क लाएर चाहिँ तपाईँहरूलाई चाहिँ मैले यहाँ देखाइरहेको छु। सबैजना चाहिँ खाना बस्नुभएको छ। हामी खानासाना खाएर पनि अब 60 टाइपको अब बोर्डिङ पास गराएर चाहिँ हामी आउनेछौँ। यता सेतु दाई पनि हुनुहुन्छ, फुपू हुनुहुन्छ। अब हामी होटलबाट यात्रा गरिरह्यौँ एयरपोर्टसम्मको। त्रिभुवन इन्टरनेसनल एयरपोर्ट कुनै दिन गौशाला एयरपोर्टको रूपले चिनिन्थ्यो। गाइस अहिले चाहिँ हामी चाहिँ होटलबाट निक्लिएर अब त्रिभुवन इन्टरनेसनल एयरपोर्टतिर लाग्दैछौँ। यहाँ सिसले सुटकेस लिइरहेकी छि। अनि यसलाई चाहिँ म एसिस्ट गरेको छु यसरी। अनि यहाँ रजिता दिदी पनि हुनुहुन्छ, मुन्ने दाई हुनुहुन्छ, सेतु दाई हुनुहुन्छ, फुपू हुनुहुन्छ। अनि अब हामी त्रिभुवन इन्टरनेसनल एयरपोर्टको गेटैदेखि आइपुग्न लाग्यौँ। र अब कस्तो हुन्छ फर्दर प्रोसेस, हामी कहाँसम्म जान पाइन्छ, के गर्न पाइन्छ भनेर चाहिँ स्टे ट्युन भएर बस्नु होला ब्लगमा। अब चाहिँ हामी त्रिभुवन युनिभर्सिटी जहिले युनिभर्सिटी भन्नु आउँछ यार। अहिले चाहिँ हामी त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा को गेटमा आइसकेका छौँ। मुन्ने दाई उता हुनुहुन्छ र हामी आडै पार गरेर जानेछौँ। अहिले चाहिँ हामी एयरपोर्टतर्फ लागेका छौँ। अनि लगेज चाहिँ मेरो हातमा छ। अनि यहाँ दाई हुनुहुन्छ, मुन्ने दाई, सृष्टि सबै यही हुनुहुन्छ। चाहिँ मुन्ने दाईले पनि भ्लगिङ स्टार्ट गर्नुभएको छ। अनि एयरपोर्टभित्रको बाटो, अनि यहाँ पार्किङ। अब हामी चाहिँ इन्टरनेसनल एयरपोर्टतर्फ प्रस्थान गरिसकेका छौँ गेटबाट भित्र। अनि तपाईँहरूलाई यो एयरपोर्टको भ्यू देखाइरहेको छु। हामी ट्याक्क एयरपोर्टमा चाहिँ आयौँ। अब यहाँ चाहिँ फोटो सुट आउट गरिन्छ। अनि त्यही हो, अब देशको विषम परिस्थितिले गर्दाखेरि कतिजना चाहिँ परदेशिनु परेको छ। कोही रहरले, कोही बाध्यताले। रहरले त कतिपय कमैजना भनौँ न, रहरले त कति कमैजना परदेशिनु परेको छ र बाध्यताले परदेशिनुको सङ्ख्या धेरै छ यहाँ। त्यहाँ चाहन्छु अर्ली मर्निङको बेलामा कति ट्राफिक छ हाम्रो एयरपोर्टमा भनेर। अब चाहिँ यहाँ दिलत्तिका सिधा लाग्यो। राम्रोसित जाऊ।
भिज्दै जाने हो कि रुनिएन अहिले चाहिँ दिदीलाई पनि अब बोर्डिङ पास लिइसक्नुभयो अरे हामी त्यहाँ भित्र छिराइसक्यौँ अब चाहिँ हामीले डोमेस्टिक फ्लाइट के कस्तो हुन्छ भनेर चाहिँ हामी अवलोकन गर्न जाँदैछौँ इन्टरनेसनल फ्लाइट चाहिँ अहिले हामीले हेर्न पाइँदो रहेछ जे पनि डोमेस्टिक भयो भने हेरौँ कस्तो हुँदो रहेछ कसरी कसरी जाने कसरी उड्दो रहेछ भनेर तपाईँहरूलाई चाहिँ पनि हामीले भिडियोमा पायो भने चाहिँ देखाउँछु तपाईँको डोमेस्टिक हो यो चाहिँ डोमेस्टिक ट्राभल गर्नको लागि चाहिँ यहाँ गरिन्छ र डोमेस्टिक फ्लाइटको लागि युज हुने बुद्ध एयरलाइन्स सायद मैले बुद्ध एयरलाइन्सको क्या भन्नुहुन्छ जो डोमेस्टिकको लागि हो है यस्तो यो चाहिँ डोमेस्टिकको लागि टक्क लाएर यो नेपालको लागि उड्ने जहाज हेलिकप्टर भन्नुभयो हामीले हेलिकप्टर त होइन पनि जहाजै हो अनि टक्क लाएर यहाँ चाहिँ पार्किङ रहेको छ यो हिमालय नेपाल एयरलाइन्स इन्डियन एयरलाइन्सको यहाँ छ टक्क लाएर तपाईँहरू अलिकति देखेको छ होला आउँदा देखेको छ होला एन्टी लाइट पऱ्यो होला एयरपोर्टबाट चाहिँ दिदीलाई उडाएर होटेलतर्फ लागिसक्यौँ अनि यहाँ चाहिँ मम्मीहरू हुनुहुन्छ फुपू हुनुहुन्छ दाइ हुनुहुन्छ पनि त यहाँ के गर्दै हुनुहुन्छ रन्ता दिदी फुपू यहाँ हुनुहुन्छ फुपू कस्तो लाग्यो अब भदैनीलाई आउनुभयो एकदम राम्रो लाग्यो आनन्द लाग्यो नसोचेको ठाउँमा कोही भएर भन्ने खुसी छ रुन त एउटा रह्यो नराम्रो लाग्यो हजुर भए पनि खुसी छ खुसी हुनुहुन्छ यो पनि खुसी छ मैले पनि त्यहाँ हुनुहुन्छ मोबाइल हेर्दै हुन्छ अब सिस्टी फोटो हाल्दै हुनुहुन्छ त्यही हो अब आजको लागि यतै बिदा गर्ने होला अब हामी हेर्ने अब गाडीमा सफर गरिन्छ भिडियो बनाउन गाह्रो हुन्छ जतिले हेरिदिनु भएको छ त्यसले लाइक सेयर सब्सक्राइब गरिदिनु होला अब यस्तै स्टेडियम हुनु होला अब मुन्ने दाइलाई छोड्न आउन छ सिद्धलाई छोड्न आउन छ फेरि पनि तपाईँहरूलाई त्यसको नि ब्लग कर्मश रूपले आउँछ लाइक बाई बाई गर्नु चाहे